नमस्कार, व्याकरणका कुरामा यहाँहरूलाई स्वागत छ। साथीहरू, के तपाईहरूलाई सर्वनामका प्रकारका बारेमा थाहा छ? छैन भने आउनुहोस् यो भिडियोमा 1 मिनेट कुरा गरौँ। नामको सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ भन्ने कुरा अघिल्लो भिडियोमा हजुरहरूले थाहा पाइसक्नुभयो र यसका प्रकारका बारेमा यो भिडियोमा कुरा गर्नेछौँ। सर्वनाम शब्द 5 प्रकारका रहेका छन्। पहिलो, पुरुषवाचक सर्वनाम। बोल्ने वक्ता, सुन्ने श्रोता र वक्ता र श्रोताले जसको बारेमा कुरा गर्छन् त्यो तेस्रो व्यक्तिलाई बुझाउने सर्वनाम शब्दलाई पुरुषवाचक सर्वनाम भनिन्छ। जस्तै म, हामी, त, तिमी, ऊ, उनी। म गीत गाउँछु, तिमी नाच। दोस्रो, दर्शकवाचक सर्वनाम। नजिक वा टाढाको वस्तु वा व्यक्तिलाई तोकेर देखाउने सर्वनाम शब्दलाई दर्शकवाचक सर्वनाम भनिन्छ। जस्तै यो, त्यो, यी, ती, यिनी, तिनी। यो ज्ञानी छ, त्यो बाठो छ। तेस्रो हो प्रश्नवाचक सर्वनाम। प्रश्न गर्दा कुनै व्यक्ति वा वस्तुका सट्टामा प्रयोग गरिने शब्दलाई प्रश्नवाचक सर्वनाम भनिन्छ। जस्तै के, को, कुन, कोही। तिमीले के खायौ? चौथो हो सम्बन्धवाचक सर्वनाम। वाक्यमा दुईवटा उपवाक्य बीच सम्बन्ध जोड्ने सर्वनाम शब्दलाई सम्बन्धवाचक सर्वनाम भनिन्छ। जस्तै जे, जो, जुन, जोसुकै आदि। उसले जे गर्छ राम्रो गर्छ। पाँचौं हो निजवाचक सर्वनाम। आफ्नै बारेमा बुझाउन आउने सर्वनाम शब्दलाई निजवाचक सर्वनाम भनिन्छ। जस्तै आफू, आफै, स्वयं। तिमी आफै काम गर। यी थिए सर्वनामका 5वटा प्रकारहरू। साथीहरू, अर्को भिडियोमा फेरि भेट्नेछौँ। अहिलेलाई बिदा हुन्छु। धन्यवाद।